मर्निङ साथीहरू, सबैजना सन्चै हुन्छ होला भन्ने आशाका साथ म आज आइसकेको छु हजुरहरूको सामु नयाँ दिन नयाँ ब्लग एन्ड भिडियो लिएर। अस्ति 2-3 चाहिँ मैले भिडियो गरिनँ किनकि हाम्रोतिर पानी परेको कारणले गर्दाखेरि। साथीहरू हाम्रो धनिया त सब फुलेर हेर्नु न साथीहरू, डेली युज हुन्छ यो चाहिँ हाम्रो घरमा। लसुन यता फेरि लसुन खुर्सानीको बिरुवा हेर्नु साथीहरू यति उब्रेको छ। कसैलाई चाहिन्छ भने आउनु होला, हामी दिन सक्छौँ। हामीले चाहिँ रोपेर यति उब्रेको छ साथीहरू। झारले केही नै देखिँदैन, गोड्ने बेला भएको छ। म चाहिँ यहाँ दाल बसाउँदैछु बिहान बिहान खानाको लागि रेडी गर्दै। आजको मौसम मजाले हिजो कोसीले आएको थियो उता काठमाडौँदेखि। छेमा निनी आउनुभएको थियो अनि चक्लेट ल्याइदिनु भएको रहेछ कोसेले। चक्लेट खाँदैछु साथीहरू किचनमा बसेर। आज चाहिँ म के गर्छु कसो गर्छु अन्तिमसम्म हेरेर साथ दिनु होला, माया गरिदिनु होला, सपोर्ट गरिदिनु होला भन्न चाहन्छु। सेतोमा हाल्नुलाई मन त्यही पकाउनु पर्ने के छैन। हिजै गएको हो राति नै, फेरि गयो अनि फेरि आयो, फेरि गयो, त्यहाँदेखि चाहिँ अनि फर्किएन। एकैचोटि नै पानी खुवाउने गरी गयो होला। बत्ती गयो साथीहरू, हाम्रोमा बत्ती छैन। पानी परेकै छ, के भएको होला। चैत वैशाखमा त घाम लाग्नुपर्ने, अहिले बर्खा भइसकेको छ। असार साउनमा के होला त। घाम लाग्यो साथीहरू आज कति दिनपछि। अहिले बिहान चाहिँ अब भरे चाहिँ कसो हुन्छ थाहा छैन। देख्न सक्नुहुन्छ घाम देखियो। दाउरा बोक्दा यो चिलाउनेको झुसले त चिलाएर मार्दो रहेछ त साथीहरू। देख्न सक्नुहुन्छ मैले त्यहाँको बोकिसकेँ। अब ऊ परको त्यो चाहिँ सुकिरहेको छ, त्यो चाहिँ नबोक्ने। अब त्यहीँ पालले छोप्ने अनि त्यहीँदेखि बाल्ने। कान्छ चाहिँ अनि किन्नु खाना आएको रे अनि खायौ त? कति खायौ? घरमै भयो सबजना खान। अनि किम्बु खायो त कान्छोले? खाएको छैन। किन नखाएको त? गाडी खेलाउँदै ठिक्क? तिम्रो मम्मी कहाँ जानुभयो त? मम्मी घरमै। बाबा त खै। यहाँ हाम्रो कान्छा किम्बु खानु आएको देख। नमस्ते गर्दैन। तिम्रो दादाको देखि त्यो गरिदेऊ। दादाकोमा कि गयो गर्नुभएको। कसले अहिले गइजानु भयो। कहाँ उभै बस्ने अब फेरि? यो चिलाउने त मार्नै आँटे साथीहरू। अब चाहिँ म पानी पो आउँदैन त यति नपखाल्नु नमाइ। किनिलिएको यो पनि 20,000 आधी बोट चाहिँ फेरि नर्सरीदेखि। यहाँ देख्न सक्नुहुन्छ राफ्टिङ। यहाँ छ हाँगा।
20,000 पनि त्यो होइन हौ, यहाँ 20,000 अनि यो त हो त एउटा त्यो त 7 हो। ए यो यति नै पो चाहिँ कुलुङ्गो मुक्दार है साथी हो। ग्राफ्टिङ अब यो कहिले जाग्ने कहिले फल्ने त्यसपछि टिपेर पैसा साथीहरू पैसा आउँछ पैसा गरिराखेपछि एक दिन आउँछ होला नि साथीहरू। ग्राफ्टिङ गर्ने तरिका हेर्नुहोस् है साथीहरू। नदेखा न अब मलाई नदेखा। यो जोडिसकेको हाँगा अर्को हाँगामा अर्को हाँगा हेलो कुमारीमा पहिला चोप्ने म पनि गर्दैछु। मेरो टेप त मेरो म सकिनु आँटेको रहेछ ल। पछि के हुने थाहा छैन साथीहरू। 20,000 लगाइ झर न हाँगालेको जेठा होला नि भाइ। जोड्ने तरिका हेर्नुहोस्। उधो के को लागि झरेको दुई भाइ चाहिँ फेरि? यसरी प्लास्टिकले ऱ्याप गर्नुपर्ने रहेछ। ए के अरे ए को नि त बल अब केटाहरू खेल्दै पनि खेल्नु त्यही त। हाम्रोमा पानी नआएर बिजोक भन्दा नि। ओह जेठी मुमा आउँदो छोरी जेठी मुमाले सेवा गर्नु। पानी आउँदैन नि हाम्रो आलु हेर्नु न साथीहरू यत्रो सानो बुइरहेछ कति धेरै फलिरहेको छ यहाँ सबै झरेर हेर्नु त फलिरहेको छ। पानी आउँदैन नि ऊ खाइ नसकेको नि तपाईँको भाग बसिरहेको छ यता। ऊ गणेश दाईको छोराहरू कोही खेर आउँछ होला नि। पानी मरेको कि दिउँसो के भइहाल्छ कि खालि यो हिजोदेखि अस्तिदेखि। हाम्रो निनी आइसक्नु भएको छ काठमाडौँदेखि कति 6 महिनापछि गाउँ आउनुभएछ। होइन भिडियो ब्लग बनायो क्या मोटाएर हाम्रो किम्बु देखेर छक्क पर्नु भएछ हाम्रो निनी। सुतिरहँदा म त केही खाँदैन। के ल्याउनु अनि खाइसकेछ मसला लिएको मसला छ ल हौ के भन्छ माला ल्याइदिए मम्मीले लाइसक्यो दिदीले छोडेको कसले दिदीले छेना किन बाल्नु अरे नबाल्ने अनि घरमा अब सफा पारेर सालाइदियो है छ उसको भन्ने दिन ऊ त्यहाँ ऊ बाबाले ल बोल्दैन रहेछ सक्यो त कतिले फुटाउँछ यिनीहरूले। किन अब नबाल्ने र घरमा नि नबाल्ने रे अब छैन र नि त तिमीहरूको मलाई हाम्रो एउटा बिक्री गएको छ कि ऊ यहाँको बल्दै बल्दैन यहाँको उद्धोको बोल्दै छैन अरे नि हामी अहिले भने छेमाले छोडिराखेको त्यही भएर अब चाहिँ रात परिसकेको छ। म चाहिँ यहाँ खाना बनाउँदैछु अनि तपाईँहरूलाई आजको मेरो भिडियो के कस्तो लाग्यो मन पर्यो भने लाइक कमेन्ट सेयर अनि सब्सक्राइब गरिदिनु होला माया गरिदिनु होला। बाई बाई।